वेलकम बैक टू माई च्यानल दिस सर्ट। आज हामी चाहिँ लन्डनमा गएर बस्छौँ। लन्डन भोलि बिहान 8 बजी फेरि लन्डनदेखि हाम्रो फ्लाइट छ नेपालको लागि। त ब्याग सेक दिन्छ भइसकेको छ, तर अलि लग्न दिन्छ कि दिन्न अलि प्लेनमा तनाव छ। यो गिटार पनि लग्ने भनेको थियो तर भएन होइन, सामानै अटाएन कि त्यही होइन। स्वर्णल उता रेडी हुँदैछ मान्छे। हेलो हेलो, निद्रै छ मान्छे। शान्त काजी यता हुनुहुन्छ, 2 शब्द के भन्नु छ? हिजो खाएको वाइन यस्तो छ। ले काम गरिरहेको छ ड्याङ्की ड्याङ, लेकिन सलामा गाडीमा जाँदैछ। सामानहरू फटाफट मौसम चिल गरेर म देखाएर छु होइन। अब जाँदैछ अब एकैचोटि एयरपोर्टमा हुँदैन भने चाहिँ उतै अगाडि हालिदिनु हुन्छ कि। यो सानो चाहिँ हालिदिनु, यसलाई चाहिँ अगाडि राख्नु। सानोलाई नि हालिदिनु, दुईवटा लुगा हालिदिनु न त। पोल्ने होइन यस्तै हो यो। पहिला अगाडि coffee in Gandhi guys. Yo dayata हामी कफी खाँदै 1 घन्टा छ अझै ट्रेन उड्न। लेन्देता छ, हामी जाँदैछौँ यस्तै घुमेर। फोटो फोटो त खतरा हानिदिन्छ बाबा त। अलि सोलो हिँड्नु न, के हतार भएको यार तपाईँलाई। आम्मा झोला बेसी भयो क्या, नै गाह्रो भइसक्यो यार। एउटा प्लेन उड्न लागिसक्यो ब्रिङहोमको लागि। हाम्रो चाहिँ यो हो गाइड। गयो ल, बाई बाई। ल हामी चाहिँ लागेको गाइड अब चाहिँ प्लेनभित्र। सरा अलि तातो आयो यार, बाहिर यस्तो जाडो थियो है, बवाल जाडो थियो यार। यो डोमेस्टिक हो, सानो हुन्छ कि यार। हेलो guys, London get with my yo now get with the bawal छ। यो चाहिँ हाम्रो त्यो बसको जस्तो बसो जाने हो, अगाडि देखिरहेको छ। हाम्रो बसाइ चाहिँ गाइस हायत प्यालेसमा छ। यहाँ चाहिँ हामी 1 दिन बस्ने यो होटलमा। आज चाहिँ 1 दिन बस्ने यो होटलमा। पुग्यो अब लन्डन ब्रिजतिर घुम्दै जान्छ।
इन्डियन थाली खाइदिने खाइदिने ल हिँड्नु नि त सरी गाइस लन्डन ब्रिजमा भात खान पाउनु भनेको निधारमा लेखेर आउनुपर्छ के कसो दाइ दाइ यता खाँदै हुनुहुन्छ पुरा मस्त पर्छ बवाल छ फेरि यता त फेरि लन्डन ब्रिज यतातिर अगाडि तपाईँले देख्न सक्नुहुन्छ यहाँ छ खाना खाँदैछौँ हामीले बना खाते दाइ यार यो लन्डन सहर गाइस फोटो हानिदिँदै त्यहाँ अटिन्छ बिचको पनि ल्याउने यता आउनु न यता गाइस लन्डनमा पनि धेरै बेर बसिन्न हामी चाहिँ लागेको अब रुमतिर होटलतिर लागेको हामी चाहिँ अब गाइस यता झिलिमिली कता हेऱ्यो जता हेऱ्यो झिलिमिली जता हेऱ्यो झिलिमिली ब्रिज घुमेर घर जाँदैछ अब होटलमा भाइको अनुहार हेऱ्यो भने चाहिँ कस्तो भइरहेको हामी ट्रेनलाई पर्खिरहेको छौँ ट्रेन आउन 3 मिनट भनेर यसरी देखाइरहेको छ रातभर जाँदैछौँ हामी 3 मिनटमा आउँदैछ नि त्यसरी चढेर जान्छौँ होटल चाहिँ गएको छ यो तपाईँलाई यसो नजारा देखाउँछु होइन भित्रतिर के छ कस्तो छ भनेर डिनर सब गर्दै रहेछ सोल्टीहरूले हायत प्यालेस भित्र गएर चाहिँ म तपाईँहरूलाई देखाउँछु हाम्रो कार निक्ल्न दाइ लिफ्टको भित्र यो ल 5 स्टारको नजारा हेर्नु गाइस अघि त यस्तो छैन थियो त यार 5 स्टार त गाइस यस्तो हुँदाखेरि रुम त कति राउन्ड 255 होइन 255 कोठा त कसम बाख्राको खोर जस्तै छ कि 55 यो वाला 55 यो चाहिँ हाम्रो कोठा यता 5 स्टार होटलको रुम हेर्ने गाइस 20,000 को रुम लाइटको लागि पनि 5 स्टार होटल है टोइलेट यस्तो छ नुहाउने यस्तो छ टावल सावल यहाँ छ होइन टक्क यो म यहाँ छु यतासम्म यो अरू लाइट बल्दैन तिनीहरू यो के हो यो ऊ त्यहाँ पनि होला त्यो पाल्नु त 5 स्टार होटल यो गाइज यो भोलि बिहान नै उठेर जान्छ 5 बजे यार टक्क 5 स्टार होटल कपलेसी भोलि चाहिँ बवाल देखिन्छ आज त केही बवाल देखियो होइन गाइज भोलि चाहिँ बवाल देखिने यहाँदेखि टक्क दाइर मेरो बेड ल गाइज आजको भ्लग यति नै बाँकी भ्लग भोलि आएर अर्को भ्लग आउँछ गाइज त्यति बेलसम्मको लागि मलाई पनि बिदा दिनुहोस् त नमस्ते बाई म थाकेको छु म सुत्छु बाई बाई गुड नाइट